अनि आफ्नो जिउको अलि राम्रोसँग ख्याल राखा। भर्खर गाडीबाट झरेको आज गाडीबाट बहिनी आइछिन् होइन बहिनी आइछिन् होइन म चाहिँ यहाँ मसँग कुरो बसेर कस्तो डर लाग्यो डुक 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 भा बहिनी को तपाईँ नमस्ते वेलकम ब्याक टु माई च्यानल माई नेम सुता नेपाली म चाहिँ न्यू भिडियोको साथ बसिसकेको छु म जसरी च्यानल आशा गर्दछु अनि म चाहिँ आज चाहिँ होइन कतै जाँदैछु होइन यो चाहिँ सरप्राइजिङ भिडियो हुनेवाला छ होइन अनि म चाहिँ कता जाँदैछु म हजुरलाई कहाँ जाँदै म हजुरलाई देखाउने नै छु अनि म चाहिँ कस्तो देखेको हुन्छ ल म चाहिँ रेडी भइसक्यो होइन मेरो कस्तो झोला पनि रेडी भइसक्यो म चाहिँ अब रेडी भइसकेँ है मेरो ब्याग स्याग भिरेर ल म जाँदैछु ल राम्रो के भन्न चाहनुहुन्छ ल नानी मैले के अरे खाजा पकाएर पठाएको छु राम्रोसँग खाऊ अनि आफ्नो जिउको अलि राम्रोसँग ख्याल राखा राम्रोसँग बस है नानी। ल यो चाहिँ बहिनीको सन्देश मम्मीले बहिनीलाई पठाउनु भएको सन्देश है अनि मम्मीले चाहिँ बहिनीलाई चाहिँ के भन्छ अरे कसैले बनाएर पठाउनु भएको छ के कसैले भनेर चाहिँ म तपाईँलाई देखाउने नै छु है त ल भिडियो अन्तिमसम्म हेरेर साथ दिन होला। म चाहिँ भर्खर गाडीबाट झरेको आज गाडीबाट पुग्न सकेन गाडी मैले भिडियो बनाउन सकेन गाडीमा लगाएको ब्याग थियो त्यहाँ मलाई सिकाएर गएको छ होइन बहिनीलाई चाहिँ मैले झुक्काएर बोलाएको म बहिनी माछु हुने थाहा होइन म तिमीलाई बाना भनेर बोलाएको अब के गर्दिनँ त आउँदैन म तिमीलाई झुक्काउँछु त तिमीको कस्तो रियाक्सन आउँदो रहेछ हेर्दै गर्नु होला आउँदैछ म चाहिँ यस्तो नाक लगाएर होइन नचिन्नु भएको बहिनी अब 2 मिनट आइपुग्छ त्यहाँ कस्तो रियाक्सन आउँछ बहिनीको हेर्दै गर्नु होला। बहिनी आइछिन् होइन बहिनी आइछिन् होइन म चाहिँ यहाँ मसँग कुरो बसेर कस्तो डर लाग्यो डुक 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 भा हेलो बहिनी को तपाईँ को तपाईँ को तपाईँ को तपाईँ कसलाई लिन आउनुभयो कसलाई लिन आयो डिजाइनको फाइनल्ली भेट भयो तपाईँ झुट भन्यो मलाई दिदी लिन जानु भने मारेर त्यसलाई थाहा कि थाहा थिएन कसो चाहिँ कल बनाएर उठाएको थिएन 1% मैले आउँदा नि बोलायो भने म यहीँ आएछु तिमीलाई कल गरेँ तपाईँ गराइदिनु मैले खाना खाएर अलिक पिठा खान्छ म चाहिँ हतार जोर के अरे होला गइसक्यो होला रिसाइसक्यो होला भन्दा अनि मोटो मोटो गोलु गोलु भइन्छ नि त जोड हालेर भयो तर लगाइदिएँ म त दङ भएर चिन्ता हो त ऊ त्यो यहाँ बसेर हेरी मैले हेर्न तिमीलाई अनि फेरि यहाँ गएपछि यहाँ बसेँ त्यसलाई तिमीलाई कता लाग्दैन होइन साँच्ची नै सस नहाल्ने होला नहाल्ने क्या हुन्छ पछि थोरै हाल्नु जब तपाईँ खानेवाला मच्छम कसैलाई कसैमा दिदीले के भन्नुभएको छ नि यहीँ बोलाऊ न यहीँ बोलाऊ के अरे यहाँ आउनुहुन्छ होला नि भने नि कागज पत्र फेरि अनि यहाँ आउने मान्छे फेरि कागज पत्र किन छोड्नु पऱ्यो यहाँ भन्यो चाहिँ के भयो छोरी कन्फ्युज भएको थिएँ त्यो कुरा चाहिँ कन्फ्युज भएको थियो तर आमा चाहिँ हामीलाई के सामान ल्याउनु भयो होला भनेर म चाप बसेको थिएँ कसैलाई त्यतिको सरप्राइज एकदम पहिले आउला जस्तो भएको थियो अहिले आएछ है होइन कि त्यो 5 दिन पहिला आउला जस्तो भएको थियो 5 दिन अगाडि नै 5 दिन अगाडि अनि किन अचानक के यसको कारण चाहिँ कारण सरप्राइज दिनै आएको त नि यस्तो के माघे सङ्क्रान्तिमा पारि जानुपर्ने भयो म माछा
त्यही भएर अनि म अनि अहिले सानोमा आउँछ सानोमा आउने रे सानो मात्रै आउनुहुन्छ अरे त्यही भएर म चाहिँ होइन बहिनी घर पनि आइसकेँ है म चाहिँ खास गरी बहिनीको घर आएको अब म बहिनीले थाहा नदेख्न सरप्राइज दिनु मलाई अनि म चाहिँ आएर कपडा पनि चेन्ज गरेर बसेँ यता यता उज्यालो बसेर गर अनि बहिनीलाई चाहिँ मैले कसरी खोल्दै छिन् के कसरी ल्याइदिएको मैले है त चाहिँ बहिनीको जेठानीको छोरा पोखेछ दिदी के पोखेछ हेर्नु त के धुनी लुगाले पुछ न के हो त एक बोतल ल्याइदिएको मैले के कपडा पहिला माथि झिक न पापा वाउ पापा आमा गोलो गोलो रोटी ए देखाउ न ये देखाउँदै छ नि के हो कान्छ त्यो यी गोलो गोलो रोटी बुल हेरौँ न कति धेरै बिमार न चाहिँ कागती यो चाहिँ तरकारी हजुर सुरक्षा भनेको के भन्न कान्छु लटे कसैले भनेर टपरीमा ल्याइदे कति धेरै रहेछ त ए बोहरू चाहिँ चुहेर यस्तो भएछ यार निचारेर क्या निचारेर तपाईँ तल राख्नु हालेर चाहिँ निचार्छ त्यहाँ हाला तिमी कति दिदीको बारीको अन्त यो चाहिँ बहिनीलाई कसैली यता कसलाई कसैली दामी दामी यो मम्मीले पठाइदिनु भएको सबै मम्मीलाई धन्यवाद देऊ मम्मी तपाईँलाई धेरै धेरै धन्यवाद दिदीलाई पठाइदिनु भयो धेरै धेरै धन्यवाद बहिनी घर आइसकेँ होइन बहिनी घर आइसकेर त्यसपछि टाउको थियो त्यही भएर सुतेँ म चाहिँ होइन अहिले चाहिँ खानासाना खाइसकेँ खानासानामा सुत्ने बेला भइसक्यो म चाहिँ होइन अब सुत्नुपर्ने हुन्छ हजुर चाहिँ मेरो भिडियो मेरो सरप्राइजिङ बहिनीले सरप्राइज दिएको भिडियो के कसलाई अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला।